बाइक सर्भिसिङ हुँदैछ दररोज चाल्दै होइन। यहाँनिर रेडी हुँदैछ रेडी हुँदैछ भाइले बनाउँदैछ फेरि दिएर रेडी बनाइदिइसक्यो हाम्रो भाइहरूले। यहाँ सर्भिसिङ गरेर फुल टन्च भइसक्यो स्मुथ छ क्या। अब यति भएपछि साउन्डै खडेरी सिजन लागिरहेको छ अनि बाटो चाहिँ यस्तै छ अनि धुलै धुलो होइन। के गरेको मा सिधै ल्याखा त हान्ने गोरु जस्तो होइन। कहाँबाट आएको जो विश्वभर कर्म भगवान रक्षा गरून्। बाइक लास्टै फोहोरै रहेछ त्यो गाइज होइन। हेलो एन्ड नमस्ते गाइज होप गाइज सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म नि सन्चै आरामै छु। अनि आज चाहिँ म धेरै पछि यसो ब्लग बनाउने मुडमा हिँडिरहेको छु। ल्या छाडै लगेन मेरो बाइक सब ढुट्टो भइरहेको छ कि भन्नु पर्दाखेरि चाहिँ अब मोबाइल आएन केही छैन। हेलो नमस्ते गाइज होप गाइज सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। अनि आज हामीले चाहिँ धेरै पछि ब्लग बनाइरहेको छु होइन। ब्लग बनाउनै भएको थिएन क्या घरबाट हिँड्नै पाएको छैन त्यही भएर हो। अब त्यस्तै त्यस्तै काम पर्छ होइन। तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। अनि भिडियोलाई लास्टसम्म हेरेर इन्जोय गरिदिनु होला होइन। हल्का पानी परेको छ दिनमा अलि राति पानी पर्छ कि अलि अनि धुलोहरू चाहिँ त्यस्तो साह्रो उडेको छैन। जस राम्रै छ अहिले चाहिँ होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम पारामा होइन। अनि तपाईँहरूले के हुन्छ नि आज म चाहिँ बाइक सर्भिसिङ गर्न जाँदैछु होइन। बाइक सर्भिसिङ गर्नुपर्ने छ मेरो पहिला प्रथम चाहिँ होइन। त्यही बाइक सर्भिसिङ गरेको भ्लग बनाउँछु म। अनि कति कस्ट लाग्छ होइन नर्मल कस्ट देखाउँछु तपाईँलाई म। मैले फेरि लेगाडै ल्याएन चाहिँ अरे एउटा गाइज अहिले चाहिँ पुरै होइन पात झरेर पुरा होइन हुन्छ नि कस्तो भने चाहिँ खडेरी सिजन लागिरहेको छ। अनि बाटो चाहिँ यस्तै छ अनि धुलै धुलो होइन। पानी पनि परेको छैन नि त त्यति राम्रोसँग पानी पर्नै सकेको छैन। यस्तो डेन्जर घाम लागिरहेको छ तातो घाम। अनि बाटो पुरै धुलै धुलो छ गोरो अनि देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। बाटो कस्तो उरास लाग्दछ पातहरू झरेर होइन। रुखको सुक्खा मरुभूमि टाइपको जस्तो भइरहेको छ क्या अहिले चाहिँ सिजनै त्यस्तो छ। अनि त्यही मैले केही विन्ड सिटर लाएर आउनु पर्थ्यो त्यो पनि लाइनँ होइन। गर्मी यस्तै छ। विन्ड सिटर लगायो भने गर्मीले झन् यस्तो गर्मी छ झन् गर्मी हुन्छ लास्ट के तेल त्यही भएर यतिसम्म तेल खान्छ बाइकले त्यही भएर हो। हाम्रो बाइकले तेल नखाने त कुरै हुँदैन होइन। र हामीले चाहिँ यहाँबाट सिमलेबाट तेल लगाएर गइसक्यौँ। के गरेको मा सिधै ल्याखा त हान्ने गोरु जस्तो होइन। जो गाई चाहिँ यहाँनिर चाहिँ कुदाउनुको लागि चाहिँ कुदाउनु चाहिँ हुन्छ होइन। तर यहाँनिर रब्बर यो पिच अलिकता कस्तो खालको छ भने चाहिँ चिप्लिने खालको छ क्या गिग्रेडो छ क्या। अझै हल्का त्यो कट हान्दाखेरि अलिक चिप्लिन्छ क्या चिप्लिने चान्स बढी हुन्छ क्या। कतिचोटि म त चिप्लेर बाइकै मुला रोडमा घिसिरहेको छ क्या। त्यही भएर मलाई चाहिँ यहाँ कटारीको बाटोमा अब ओभरटेक गर्नु चाहिँ अब्बल डर लाग्छ क्या सर्ट काट्नको लागि। यस्तो गिग्रेडो बाटो छ अनि ल्याम्मै चिप्लिने क्या। त्यो हाम्रो कटारी बजार कति देखाउनु होइन हेरिरहनु न देखाइन्जेल है। र अब हामी सिधै जाँदैछौँ कहाँबाट आएको बिस्तारै त हो। कलेज कसरी आएछ र यो गोलपाकबाट जाने लागिसक्यो है गाइज होइन। यहाँबाट चाहिँ एक मुठी पैसा बनाएर रे अब जान्छु लगेर बाइक छोडिदिन्छु होइन। अनि त्यहाँबाट यता मासतिर आउँछु म। दसैँ लाउँछ अस्ति नि मलाई के अरे जोगमुनिमा भात दिएको हो। यत्रो तोडकै उडाइदिन्छ क्या जोगमुनिमा त्यो खुसियाले काम गर्ने बेला जमानामा बनाएको।
भिडियो बनाउनु गएको हुँदैन अरे क्या अहिले मिल्दैन अरे क्या। अनि यहाँको नोट भाँचेको थियो अघि, यहाँको नोट पनि हालेँ। बाइक पुरै फोहोर छ, ध्वस्त भइसक्यो मेरो बाइक। सब फोहोर छ। अब त सब बनाउनु भर्खर सर्भिसिङमा हाल्दैछु। हाम्रो बाइकको सर्भिसिङ हुँदैछ, दरो चालले होइन। हाम्रो भाइले बनाइदिँदैछ यस्तो दामी गरी होइन, पुरै खोल्दैछ। अब यसलाई वास हानेर यस्तो दामी बनाउनुपर्छ। बाइक ढुट्टै भइसक्यो त्यहाँ। यहाँनिर रेडी हुँदैछ, रेडी हुँदैछ। भाइले बनाउँदैछ फेरि बेटी जोड्न आँटेको। अनि धुवास हानेर पुरा नयाँ हुनु खोज्दैछ। यता डुक बनाइरहेछ, चेन कसिरहेछ। यता हाम्रो यहाँ र डुकमा दुईवटा उयो हाल्दैछ। मेरो पनि हालिदिने उयो हो भेल होइन अगाडि के अरे डिस्प्ले के गर्मी महिनामा त मोजा नलाउँदा नि हुन्थ्यो होला हौ। खुट्टा धुन सकिँदैन नि त हौ राजा, खुट्टा धुन सकिन्न, त्यही भएर लाग्यो। राम्रो राम्रो। A few moments later. सक्यो अन्नुहुँदैछ। इन्द्र दाइले काम गर्दैछ, बेलुका भइसक्यो। हाम्रो मर्कुस भाइहरू भाइले बनाइदिएर रेडी बनाइदिइसक्यो हाम्रो भाइहरूले यहाँ। यताबाट ठिकै आउँछ लाइट हो भने। ल्याउनु चाहिँ दिउँसै ल्याएको, अब भर्खर होइन भर्खर बन्दैछ। ल म भोलि ल्याइदिन्छु ल। यो के भयो यो 25देखि माथि पर्छ हौ। सेकेन्ड ह्यान्डलाई 25देखि माथि पर्छ, नयाँलाई त 45-50। मैले बाइक पनि सर्भिसिङ गरेर फुल टन्च भइसक्यो। अब लाग्दिएको म यहाँबाट होइन। त्यो बाइक सर्भिसिङ गरिसक्यो म। यो चक्की भइसक्यो, बाइकको साउन्ड पनि स्मुथ छ आज। ल दाइ गएको ल। ल अब यहाँबाट हाम्रो वर्कसपबाट हिँडिसक्यो। अब राति बेलुका भइसक्यो सर्भिसिङ गरेको चाहिँ होइन। त्यही हो, आज कटारीको भ्यू देख्न सक्नुहुन्छ, बेलुकाको नाइट भ्यू स्मुथ छ क्या। अब यति भएपछि साउन्डै कडा। अघि त फ्यारेर आएर ठ्याङ गरेर नहुने भएको थियो। जस मेरो बाइक बनाउनलाई त्यही नर्मली 25-26-2700 जस्तो लाग्यो पुरै ओल टुगेदर बनाउनलाई। त्यो नोटहरू कस्नु, लेथमा लगेर हल्का बनाएको, अनि वेल्डिङ गरेको, मोबिल फिल्टर, एयर फिल्टर, सर्भिसिङ सब कुरा गरेको। हाम्रो कटारीको गोलबाग भयो यो चाहिँ होइन। अनि त्यहाँबाट यहाँ लाइटै हालेर हिँड्दो रहेछ बिचमा चाहिँ। राति त राम्रो देखिन्थ्यो, अहिले त खासै राम्रो देखेको छैन। मैं कसम त्यो चालले आएको। भान्जेलाई भेटेर जानु पर्यो। भान्जे ठिक छ यार, के छ नि सन्चै छौ? कता हिँड्यौ तिमी? म यहाँ बाइक सर्भिसिङ गर्न आएको थियो। थुप्रो बजीदेखि त कता छौ? गाउँतिर कि काठमाडौँ? काठमाडौँ बसेको थियो, अझै घरतिरै छौ अहिले चाहिँ। 1-2 महिना जस्तो भइसक्यो साथी। ल दोस्त यार, ल थुप्रो बजीदेखि खुसी लाग्यो। ल मेरो साथी भेट्दिरहेको यहाँ, मलाई डिआली पास गराउने साथी। सब साथीको लेखेर पास भएको हो नि त म। अनि त्यही हो, डोन्ट फर्गेट लाइक एन्ड सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल होइन। आज त खासै अब बेलुका भयो सर्भिसिङ गरेर। त्यही त नि, बाइक ल्याएपछि यहाँनिर ढिलो सर्भिसिङ गर्छ तर राम्रो गर्छ नि त। आफै बसेर आफ्नो अगाडि सब क्लियर साथले बनाउनु पाउँछ होइन।